कुराहरू यहाँ लिएर आउनुभयो अनि हामीले सहायता गर्नुभयो। अब हामी मेन भागमा आएका छौँ, वचनको भागमा। अनि यस समय उहाँ मोहन भाइलाई दिन चाहन्छु। उहाँलाई हामी ताली बजाएर यो समय स्वागत गर्छौँ। हुन्छ, यो समय उहाँलाई है। हुन्छ, हालेलुया। सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् र यो समय दिनुहुने आदरणीय सञ्चालकज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। यो समय दिनुभएको छ, एकदमै धन्यवाद। अनि जति पनि आज दिन हेर्दै थिएँ है, जाडो छ, पानी परिराखेको छ, एकदमै चिसो छ। चिसोमा चाहिँ ब्ल्याङ्केट ओढेर आनन्दले सुत्नु मन सबैलाई लाग्छ जस्तो लाग्छ मलाई। एक प्रकारको आनन्द, छुट्टीको समय छ है। तर पनि यो कुरालाई छोडेर त्यो आनन्द चिसोमा कल्पना, त्यो सुत्न मन लाग्दै पनि आज त म भरिँदैन होला कि, पानी पर्दैछ, चिसो हुँदैछ, आउनु पाउन्न कि के हो भन्दै थिएँ है। आज यो पाठ भरिएर पछाडि पनि भरिएको छ। हालेलुया। त्यो दृश्य लिएर आज प्रभुको महिमा गर्नको लागि तपाईँ हामी जस्तोसुकै चिसो भए पनि, पानी परे पनि हामीलाई रोकेको छैन। हालेलुया। प्रभुको प्रेमले आज हामीलाई डोर्याएर यो ठाउँमा ल्याएको छ। विशेष गरी तपाईँलाई म धन्यवाद दिन चाहन्छु र अझै ठुलो धन्यवादी प्रभु पनि धन्यवादी हुनुहुन्छ, खुसी हुनुहुन्छ यहाँहरू यहाँ आउँदै गर्दा। हालेलुया। र आजको यो संगतिमा उपस्थित हुनुभएका आदरणीय अगुवाज्यू लगायत सम्पूर्ण ख्रिस्ट प्रेमी जनहरूमा क्रिस्चियन न्यानो अभिवादन। यहाँहरू सबैजनालाई जय मसीह भन्न चाहन्छु। सबैलाई जय मसीह, जय मसीह। हालेलुया। हामीले असल प्रकारले आराधना गऱ्यौँ, गीत भजनहरू गायौँ। यहाँ प्र्याक्टिस हुँदै थियो, म आउँदै थिएँ त्यहाँ माथि, कति राम्रो गुन्जिएको थियो। कति आनन्द लाग्यो है। तपाईँ र मलाई आनन्द लाग्दै गर्दा हाम्रो स्वर्गमा हुने परमेश्वरलाई पनि आनन्द लागेको छ। हालेलुया। अनि असल प्रकारले आराधना गऱ्यौँ है, गीत भजनहरू गायौँ, कति आनन्द लागिरहेको थियो। चिसोमा म त क्रिसमसै आइसकेछ क्या हो भइरहेको थियो। हालेलुया। प्रभुलाई महिमा भएको होस्। म ढिलो नगरिकन तपाईँहरूको बिचमा परमेश्वरको वचन लिएर आएको छु। हामीले सुनिराखेको वचन